अल्फा नेपाली ज्ञानमाला कक्षा 4 सुनाइ पाठ 13। पाठको शीर्षक नेपालमा थुप्रै धार्मिक महत्त्वका ठाउँ छन्, त्यस्तै महत्त्वपूर्ण धार्मिक स्थलमध्ये पाथिभरा देवीको मन्दिर पनि पर्दछ। पाथिभरा देवीको मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा पर्दछ। ताप्लेजुङको सदरमुकाम फोङलिङबाट 19.4 किलोमिटर पूर्व उत्तरतर्फ पाथिभरा मन्दिर रहेको छ। फोङलिङ बजारबाट एक दिन पैदल हिँडेपछि त्यहाँ पुग्न सकिन्छ। अन्न भरिएको पाथी झैँ आकृतिको पहाडको टुप्पामा रहेकाले यी देवीको नाम पाथिभरा रहन गएको भन्ने भनाइ प्रचलित छ। बौद्ध र हिन्दू दुवै धर्म मान्नेहरूले पाथिभरा देवीलाई पूजा गर्छन्। यस मन्दिरमा वर्षभरि नै भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। पाथिभरा देवीलाई मिठा फलफुल, अबिर, धूप, फूल आदिले पूजा गरिन्छ। साथै भेडा, बोका र पाठीको बलि दिएर पनि पूजा गरिन्छ। पाथिभरा देवीको पूजा गरेमा सुख शान्ति मिल्ने तथा मनले चिताएका सबै कुरा पुग्ने जनविश्वास रहेको छ। पाथिभरा मन्दिर